त्यति बेला नेपालका राजा थिए त्रिभुवन, तर वास्तविक शक्ति राणाहरूसँग थियो। गेहेन्द्र शमशेरको स्वभाव दरबारमा खुल्ला कुरा गर्ने खालको थियो। उनी अरूभन्दा फरक सोच्छन् भन्ने कुरा सबैलाई थाहा थियो। त्यसले उनलाई कमजोर बनाउने योजनाहरू बुन्न थालियो। त्यही क्रममा सुरु भयो एउटा षड्यन्त्र। गेहेन्द्र शमशेरमाथि ब्रिटिस अधिकारीहरूसँग गोप्य सम्पर्क राखेको आरोप लगाइयो। यसका साथसाथै उनले देशको नाजुक इन्फर्मेसन पनि ब्रिटिस सैनिकहरूलाई दिएको भन्ने आरोप लगाइयो। यो कुरा कुनै ठोस प्रमाणमा आधारित थिएन, तर दरबारले चाहेको थियो उनी हटुन्, उनी टाढा जाउन्। विक्रम सम्वत 1964 उनीमाथि गम्भीर आरोप लगाउँदै दरबारबाट हटाइयो। कसैले केही सोध्न पाएनन्, कसैले केही विरोध गर्न पनि सकेनन्। त्यही थियो निरङ्कुश शासनको काम गर्ने तरिका। उनलाई काठमाडौँबाट कञ्चनपुर सरुवा गरियो, तर त्यो कुनै सामान्य सरुवा थिएन, त्यो नजरबन्द थियो। प्राविधिक रूपमा उनीमाथि ब्यान्डेज लगाइयो। कञ्चनपुरको शान्त परिवेशभित्र एउटा बुद्धिजीवीलाई मौन राख्ने योजना। गेहेन्द्र जस्तो वैज्ञानिक व्यक्तित्वका लागि त्यो एउटा मानसिक जेल जस्तै थियो, जहाँ उनले आफ्ना यन्त्रहरू बनाउन छोड्नु पर्यो, जहाँ उनको आवाज अब न त विज्ञानमा सुनिन्थ्यो न त दरबारमा।